हेलो हेलो सम्पूर्णलाई आज चाहिँ म कोरियामा यो हामी बसेको ठाउँमा चाहिँ दोस्रो पटक हिउँ परेको। त्यही भएर मैले चाहिँ एकदम भिडियो क्याप्चर गरिरहेको छु। हेर्नु तपाईँले देख्नुहुन्छ हिउँ लास्टै परेको छ। अनि यो हिउँमा चाहिँ अब हाम्रो कम्पनी उतापट्टि छ, त्यो पनि देखाउँछु। तपाईँले देख्नुहुन्छ हिउँ लास्टै परेको छ यसपालि। अब यो त बस सुरुवात हो। आज डिसेम्बर 14 हो होइन। अझै जनवरी पनि छ होइन, फेब्रुअरी छ, अझै मार्चसम्मै पर्छ हो हाम्रो यतिर त। अब तपाईँहरू कतिसम्म पर्छ त्यो पनि भनिदिनु होला। यस्तो हिउँ परिरहेको छ यता चाहिँ लास्टै। अनि तपाईँले देख्नुहुन्छ। अनि तपाईँलाई अझै पनि मेरो भिडियो हेर्न चाहनुहुन्छ भने, अझै राम्रो राम्रो भिडियो हेर्न चाहनुहुन्छ भने सुँगुरको बारेमा मेरो युट्युब च्यानलमा छ, गएर हेरिदिनु होला, प्रोफाइलमा गएर हेरिदिनु होला। त्यहाँ चाहिँ सुँगुरको बारेमा मात्रै आउँछ भिडियो नि। तपाईँलाई मैले सबै भन्ने गर्छु। यहाँ चाहिँ अब यो चाहिँ हाम्रो सुँगुर फार्म हो, जो मुनि चाहिँ पुरै सुँगुर फार्म छ। तपाईँलाई मैले देखाउँछु। तपाईँ देख्नुहुन्छ यहाँ चाहिँ धेरै नै हिउँ परेछ। र कोरियामा चाहिँ डिसेम्बरबाट सधैँ हिउँ पर्न थाल्छ। डिसेम्बर हिउँ परेपछि चाहिँ तपाईँको मेरोतिर चाहिँ खाङवनतिर चाहिँ लास्ट फेब्रुअरी मार्चसम्मै पर्छ। तपाईँले हुन्छ लास्ट हिउँ परेपछि त सिन पनि एकदमै राम्रो छ होइन, भ्यू पनि एकदमै तपाईँले चाहनुभएको भन्दा धेरै राम्रो छ। सोचे भने धेरै राम्रो छ। यो क्यामेरामा देखेको भन्दाखेरि अझै धेरै नै राम्रो छ हेर्नु। तपाईँले देख्नुहुन्छ यस्तो राम्रो छ कि होइन, के भन्नु खै। द्याट्स वाइ आई लभ विन्टर हो। विन्टर चाहिँ मलाई धेरै मनपर्छ, किनभने विन्टरमा चाहिँ हामीले अब चाहेको जस्तो होइन, जे खाए पनि पच्छ विन्टरमा। जस्तो खानेकुरा खाए पनि विन्टरमा पच्छ। अनि तपाईँहरूलाई म के भन्छु भन्दाखेरि जो कोही नेपालबाट कोरिया आउँदै हुन्छ, माइन्ड सेट एकदम स्ट्रङ बनाएर आउनु होला होइन। माइन्ड सेट स्ट्रङ भएन भने चाहिँ तपाईँको सुसाइड गर्ने चान्स होइन। अनि होमको डिप्रेसन छ भने चाहिँ अलिकति छोसिम भएर आउनु होला, होसियार भएर आउनु होला। तपाईँले देख्नुहुन्छ यो चाहिँ मेरो कम्पनीभन्दा माथितिर हो। हामी यहाँ यसो कहिलेकाहीँ एक्सर्साइज पनि गर्छौँ। भलिबलको नेट छ। भलिबलको नेटमा चाहिँ सबै परिसकेको छ, के अरे हजुर हिउँले ढाकिएको छ। यो रुख चाहिँ अब पछिमा चाहिँ यसमा चाहिँ फल फल्छ होइन। यहाँ चाहिँ अहिले चाहिँ तपाईँको यस्तरी छ, हिउँले हेर्नु होला, सबै हिउँमै हिउँ छ। यहाँ चाहिँ फोहोर छ। यो चाहिँ हाम्रो पहिला भलिबल खेल्ने ठाउँ हो। हामी आएर भलिबल खेल्छौँ। अब त विन्टरमा त मिल्दैन, त्यही पनि अब हामीहरू चाहिँ कस्तो छ भने आएर कहिले रमाइलो गर्छौँ। तपाईँ देख्नुहुन्छ यो चाहिँ हाम्रो नेट हो, भलिबल नेट। अनि टाँगिरहेको छ, त्यही पनि हल्लाइदिनु एकचोटि भलिबल नेट। यो रुखमा पछि एकदमै यो चाहिँ ओखरको रुख हो। अहिले यस्तो देखिन्छ तपाईँको। पारी डाँडा हेर्नु सबै हिउँले ढाकिसकेको छैन, फुल हिउँले। यस्तो मौसम चाहिँ सधैँ हेर्नु मिल्दैन हाम्रो कोरियामा। यो विन्टरमा चाहिँ विन्टर जस्तै अब तपाईँको जनवरी फेब्रुअरी मार्च अप्रिलसम्म चाहिँ अलिक हुँदैन। मार्चसम्म चाहिँ तपाईँको देख्न सक्नुहुन्छ। फुटेज लास्टै राम्रो छ हेर्नु है, भ्यू एकदमै तपाईँलाई म सबै देखाउनेछु। यो चाहिँ मेरो कम्पनीको छेउ माथितिर हो, जङ्गल सानो छ। देख्नुहुन्छ एकदमै राम्रो छ। म हिँडेर मजाले देखाउँछु तपाईँलाई, मेरो कम्पनी पनि देखाउँछु होइन पुरै। यो चाहिँ मलाई एकदमै मनपर्छ यता आउनु चाहिँ, किनभने यसरी कोरियामा भिडियो बनाउनु धेरै रमाइलो लाग्छ मलाई। हुन भर्खर भर्खर सुरुवात गरेको, त्यही पनि मलाई चाहिँ अहिले आज कस्तो लाग्छ भने तिमीसँग जे छ त्यो देखाउँदा राम्रो हुन्छ क्या, व्यवहारमा होइन, नेभर हाइड। यस्तो राम्रो छैन। यो चाहिँ आज चाहिँ सुँगुरभन्दा बेग्लै होइन, आउट अफ टपिक यस्तो बनाइदिउँ भनेर भिडियो होइन। तपाईँ देख्न सक्नुहुन्छ सिन असम है। माथि घाम भर्खर आउँदैछ। यहाँ चाहिँ दिउँसोको 2 भइसक्यो, त्यही पनि होइन यस्तो छ होइन। यु क्यान इन्जोय भ्यू हेर्नुहोस्। तपाईँलाई चाहिँ एकदमै आज हिउँ परेको कारणले गर्दा देखाएको छु। यो चाहिँ दोस्रो हो हाम्रो कम्पनीमा हिउँ परेको। हाम्रोतिर भनौँ न, कम्पनी भन्दा नि हाम्रो एरियातिर होइन। अब तपाईँलाई म काम गर्ने मेरो बुङ्गुर फार्म देखाउँछु। काम लाग्नु सुरु हो। यो तल चाहिँ मेरो बुङ्गुर फार्म हो, हाम्रो बुङ्गुर फार्म हो, हामीले काम गर्ने ठाउँ। यो भित्र चाहिँ सबै तल चाहिँ पुरै हो, देख्न सक्नुहुन्छ तपाईँ। यो सबै हो, यहाँ तल पुरै छ, तल पातलासम्म छ तपाईँको। तलसम्म चाहिँ राम्रोसँग क्याप्चर भएन।
पछि पछि म देखाउने ट्राई गर्दैछु। तपाईँहरूलाई अहिले चाहिँ म जस्ट सिन मात्रै देखाउँछु कि हाउ ब्युटिफुल इज इन विन्टर, वाइ आई लभ विन्टर। तपाईँलाई सायद विन्टर साह्रै मनपर्छ होला होइन। विन्टर मनपर्छ भने कमेन्ट गरिदिनु होला अनि च्यानल पनि सब्सक्राइब गरिदिनु होला। बी स्ट्रङ होइन। कोरियाले धेरै चिज सिकाएको छ हामीलाई। नेपालमा 12 मास सिमिलर वेदर हुँदा पनि हामीले केही गर्न सक्दैन। यहाँनिर 6 महिना जाडो 6 महिना गर्मी हुँदा पनि हामीलाई त्यत्रो महिनाको 2-3 लाख तलब दिएर राख्न सक्छ भनेपछि एभ्रिथिङ इज मेहनत गर्नु पर्यो। यु मस्ट लेबर हार्ड होइन। आफूले मेहनत गर्न सक्यो भने हुन्छ। तर हामी अल्छी छौँ, अरूलाई दोष दियो आफू बस्यो, त्यसरी हुँदैन। नेता पनि राम्रो हुनुपर्छ। हाम्रो कम्पनीमा त हाम्रो नेपालमा त नेता पनि अरूलाई मात्रै दोष लाउँछ नि, त्यही भएर पनि होला प्रगति नभएको। बट वी युथ होइन, हामी नेपाली अहिले कोरियामा जति पनि काम गर्नुभएको छ सिक्नुहुन्छ होइन, उहाँले केही गरौँ, नेपालमा गएर केही गर्न सकिन्छ होइन। अब जुन व्यवसायमा छौँ त्यतै व्यवसायमा लाग्यो भने वी क्यान डु, सकिन्छ, नसकिने केही पनि हुँदैन होइन। हेर्नुहोस् न कस्तो दामी परेको छ हौ। सबै हामी युट्युबको एउटै मोटो हुन्छ क्या। त्यो भनेर चाहिँ कस्तो भन्दाखेरि जति भ्लग बनाए जति भिडियो बनाए पनि प्लिज सब्सक्राइब गर्नु चाहिँ भुलिँदैन होइन। सब्सक्राइब गरिदिनुहोस् भन्नु चाहिँ भुलिँदैन है। त्यही भएर प्लिज होइन, इफ यु लाइक माई भिडियो, तपाईँलाई मेरो भिडियो मन पऱ्यो भने सब्सक्राइब गरिदिनु होला, सेयर पनि गरिदिनु होला। अनि कहाँबाट हेर्दैछ हुनुहुन्छ तपाईँ कमेन्ट गरिदिनु होला यति मन पऱ्यो भने। अब साथीहरू त कति हुन्छ भने कस्तो खालको हुन्छ भने हामी साथीहरू चाहिँ काहीँ नभएको उसकोतिर मात्रै हिउँ परेको, कोरियामा जहाँ पनि हिउँ पर्छ नि होइन, हामी त्यो हिउँै नदेख्यौँ भन्नुहुन्छ कि। देख्नु भएको छ त्यो ठुलो कुरा होइन कि। पुट समथिङ, केही गरिदिनुहोस् न त्यसमा, केही हालिदिनुहोस्, भिडियोहरू हालिदिनुहोस् कि भोलि गएर तपाईँ हेर्नु मिलोस्, मैले कोरिया गर्दा यस्तो गरेको थिएँ यार, हेर यस्तो हुन्छ कोरियामा, जाडो यस्तो छ, यसरी जाडो धेर थियो भन्नुहोस् न, अनि पो मजा आउँछ त होइन र। ल थ्याङ्क यू है एभ्रीबडी, सबैलाई मैले देखाएँ मेरो कम्पनीको भिडियो। अझै मन पराउनु भयो भने मेरो भिडियोलाई लाइक सब्सक्राइब र सेयर गरिदिनु होला। र मेरो भिडियोमा चाहिँ सधैँ सुँगुरको बारेमा मात्रै आउँछ म्याक्सिमम्। आज चाहिँ आउट अफ टपिक हो। अब विन्टर लाग्यो, विन्टरमा त अब सबै चिज हुनसक्छ हुनाले अब सुँगुरको, वेदरको, हिउँ परेको सबै। दिस इज वान अफ द बेस्ट भ्यू आई लाइक है। यहाँको फोटो यस्तो दामी आउँछ नि, यहाँको भिडियो चाहिँ एकदमै राम्रो आउँछ क्या, तपाईँले देख्नुहुन्छ। यस्तो खालको भिडियो चाहिँ छुटाउनु हुन्न है साथीहरू, नेभर मिस। यस्तो घाम पनि छ होइन, मुनिपट्टि माथिपट्टि घाम, त्यसमा हल्का साइनिङ। एभ्रीबडी प्लिज तपाईँ आफ्नो भिडियो बनाउनु होला, हाल्नु होला, सो द्याट पछि गएर मेमोरी हुन्छ होइन। अरू केही नभए पनि मेमोरी बनाइदिनुहोस् न। मेमोरी भनेको एकदमै मोमेन्टम हुन्छ क्या, जसमा चाहिँ हामीले पछि गएर पनि होइन आफूले यादगार गर्न सकिन्छ। थ्याङ्क यू एभ्रीबडी, सबैलाई धेरै धन्यवाद।